सुर्खेतको ऐतिहासिक तथा धार्मिक स्थल देउती बजे मन्दिर सुर्खेतको वीरेन्द्रनगर 10 पिपिरामा पर्दछ। यो मन्दिर कर्णाली प्रदेशको एक महत्त्वपूर्ण ऐतिहासिक तथा धार्मिक गन्तव्य हो। यो मन्दिर प्यागडा शैलीमा बनेको र यस मन्दिरले यहाँको सांस्कृतिक पहिचान झल्काउँछ। बिहानको समयमा भने मन्दिरको दृश्य झनै मनमोहक र आकर्षक देखिन्छ, जहाँ शान्त वातावरणसँगै धार्मिक अनुभूति अझ गहिरो महसुस गर्न सकिन्छ। मन्दिरको उत्पत्ति र स्थापनासँग अनेक किंवदन्तीहरू जोडिएका छन्। देउती बजेकी मूल पुजारी कलावती राजीका अनुसार राजी समुदायमा पहिले माछा मारेर जीवन निर्वाह गर्ने गर्थे। एक दिन भेरी नदीमा जाल हान्ने क्रममा उनीहरूले एउटा बाकस जस्तो वस्तु फेला पारे, जसको भित्र एक सानी बालिका थिइन्। राजी पुर्खाहरूले उनलाई आफ्नै सन्तान झैँ पालन पोषण गरे, मूल पुजारी बताउँछिन्। म देउती बजेको मूल पुजारी कलावती राजी। यो कसरी उठ्न नभयो भने बाबु, अब पहिला हाम्रो पुर्खौलीहरूको जाय जन्म थिएन गरे। जाय जन्म नहुँदाखेरि समझी घरमा जाल खेल्न जाँदाखेरि एउटा बाकस जस्तो लाग्यो गरे के बाबु। त्यहाँ लाग्दाखेरि त्यहाँ बच्चा रहेछ। त्यो बच्चा ल्याएर पछि त्यो बराबरले हाम्रो पुर्खौलीहरूले पालन पोषण गरे। पालन पोषण गर्दाखेरि देवी हुनुहुने रहेछ। देवी हुँदाखेरि पछि त्यहाँ त कतै पछि माग्न आयो गरे। माग्न आउँदाखेरि पछि त्यहाँमा त के भयो भने, बुवा तपाईँले वचन हारिसक्नुभयो, निश्चय दुना त फेरि चाहिने होला, म कहिले बिहार पात टिप्न जान्छ भनी बस्नु गरे उहाँले। भन्दाखेरि कहिले बिहार पात टिप्न जाँदाखेरि पछि देवी पछि त्यस्तै नयाँ गाउँमा ओलो पिर्नु भयो गरे भयो। ओलो पिर्दाखेरि पछि त्यहाँ त यहाँ पछि हैजा बिहारी जागे गरे, बाघ बँसी जागे गरे। पछि त्यहाँ त फेरि त्यही पुर्खौली त्यही पाल्नेको आङमा उहाँ देवी उत्रिनु भयो गरे। उत्रिँदाखेरि पछि त्यहाँबाट देवीले के भनी बस्नु भयो गरे, यो सबै मेरो किलकाटा हो बुवा, तपाईँले के गरी बस्नु भने मलाई स्थापना गरिबस्नु, स्थापना गरेर मलाई दुधको ढाड दिइबस्नु होला। मेरो वाहनलाई अब बोका पाठाहरू जनताले ल्याएपछि बोका पाठाहरू दिइबस्नु होला। अब कुखुराको भालेहरू हाँसहरू दिइबस्नु होला, तर मलाई दुधको ढाड दिइबस्नु होला भनेर त्यो पुर्खौलीको जसले पालन पोषण गरेको थियो उसको पुर्खौलीको आङमा उत्रिन गरे। उत्रिँदाखेरि देवीले त्यही भनिबस्नु गरे बाबु। यस मन्दिरमा दैनिक रूपमा धेरै भक्तजनहरू दर्शन गर्न आउँछन्, जहाँ कोही आफ्ना मनोकामना पुरा होस् भनेर भाकल गर्दछन्। कोही दुःख र पीडा बोकेर आशा लिएर आउँछन्। देउती बजेमा हामीले चाहिँ मागेको कुराहरू पुरा हुन्छ भन्ने आस्थाको साथ म चाहिँ सुर्खेत आइसकेपछि चाहिँ सदैव आउने गर्छु। अनि राम्रो लाग्छ, यो प्राङ्गणमा आउँदाखेरि चाहिँ मन शान्त हुन्छ अनि मनको मागेको कुरा पुरा हुन्छ भन्ने आस्थाका साथ चाहिँ म आउने गर्छु। मेरो नाम माया लम्साल हो है। हामी दाङदेखि आएको। त्यो देउती बजेप्रति धेरै विश्वास लाग्छ हामीलाई। मागेको कुराहरू पुर्याउने भयो हुनाले धेरै विश्वास लाग्छ हामीलाई। तर हामी त्यस्तो भाकल भएर आएको त होइन, तर सबैजनाले भाकल पुर्याउनुहुन्छ भनेरै यस मन्दिरमा आउने गर्नुहुन्छ र धेरै विश्वास चाहिँ लाग्छ। प्रसिद्ध तीर्थस्थल देउती बजे मनोकामना पुरा हुने एउटा प्रमुख आस्थाको केन्द्रको रूपमा रहेको छ। यहाँ आएपछि सबै मनका कामनाहरू पुरा हुने एउटा विश्वास रहेको छ। त्यसैले म चाहिँ देउती बजेमा दर्शन गर्न आएको हो। तपाईँले कुनै भाकलहरू केही राख्नु भएको छ अहिलेसम्म देउती बजेमा? मैले त्यस्तो राखेको त छैन, तर कतिपय मनका कामनाहरू पुरा हुन्छ भन्ने एउटा आस्थाका साथ म बारम्बार देउती बजेको मन्दिरमा दर्शन गर्न आइरहेको छु। अहिलेसम्म तपाईँका जुन पूर्वजहरू अथवा तपाईँका आफन्तरीहरू छन्, उहाँहरूको भनाइमा चाहिँ देउती बजेमा राखेका जति पनि भाकलहरू छन् के ती पुरा भएका छन् कि छैनन्? एकदमै हामीले अब प्रत्यक्ष रूपमा देख्न नपाए पनि हाम्रा पूर्वजहरूले भन्दै आएको कुरा, देउती बजेमा आएर जुनसुकै एउटा भाकल गरे पनि, जुनसुकै मनोकामना राखे पनि त्यो पुरा हुन्छ भन्ने चाहिँ विश्वास सम्पूर्ण हाम्रा पूर्वजहरू र जति पनि मैले चिनेका जानेका मान्छेहरू हुनुहुन्छ उहाँहरूको भनाइबाट मैले बुझ्न सक्छु कि देउती बजेमा एकदमै नितान्त
ठुलो शक्ति रहेको छ। यसबाट मनमा चाहेका कुराहरू सबै पुरा हुन सक्छन् भन्ने मैले पनि आस्था लिएको छु। मन्दिरको धार्मिक महत्त्वसँगै यसको सुन्दरता र वातावरणका कारण यहाँ फोटो र भिडियो खिच्न आउने मानिसहरूको पनि उल्लेखनीय उपस्थित देखिन्छ। विशेष गरी चाडपर्वका बेला यहाँ ठुलो भिड लाग्ने गर्दछ, जहाँ आस्था र उत्साह दुवै एकसाथ देख्न पाइन्छ। शङ्खनाथको पवित्र ध्वनिसँगै यहाँको धार्मिक वातावरण अझ गहिरो अनुभूति गराउँछ। यही परिसरमा रहेको शिव मन्दिरका पुजारीले पनि यस मन्दिरको स्थापनाबारे बताउनुहुन्छ। जालमा चाहिँ एकजना लेडी चाहिँ सानो बच्चा चाहिँ लेडिज परेको हुनाले उनलाई घरमा ल्याए, पाले टाले हुर्काए, ठुली बनाए। जब उनको मृत्यु भयो, मृत्यु भएपछि उनको कार्यक्रिया कसरी गरेन। जब उनीहरू कति भइन्, पेट भएर सबलाई सताउन थालिन्। अनि मलाई चाहिँ हेराउनु गएपछि मलाई चाहिँ दुर्गा भगवतीको रूपमा स्थापना गरेर मेरो पूजा गर, तिमीहरूको परिवारलाई खाइ खेल्नु हुनेछ भनेर राजीहरूलाई भनेपछि अनि त्यसपछि उनीहरू पूजा गर्न आए। त्यसपछि उनीहरूलाई पनि ठिक भइरहेछ। त्यही हो, राजीहरूले गरे, राजीहरूले पूजा गर्छन् मन्दिरमा र उनीहरू चाहिँ पूजा गरिरहेछन्। त्यही हो। मन्दिरमा विशेष गरी तीज, दसैँ लगायतका विभिन्न व्रत तथा पर्वका अवसरमा यहाँ ठुलो धार्मिक मेला जस्तै लाग्ने गर्दछ, जहाँ हजारौँ भक्तहरू आस्था बोकेर भेला हुन्छन्। यहाँ अक्षता र ध्वजा उठाएर भाकल गर्ने चलन छ र साँचो मनले माग्दा मनोकामना पुरा हुने विश्वास गरिन्छ। बलिको सन्दर्भमा केही भक्तजनहरूले आफ्नो भाकल पुरा भएपछि परम्परागत रूपमा बलि चढाउने गर्दछन् भने धेरैले अहिंसात्मक रूपमा नरिवल फुटाएर पनि आफ्नो आस्था प्रकट गर्ने गरेका छन्। यसरी आस्था, विश्वास, परम्परा र सांस्कृतिक आकर्षणले भरिएको देउती बजे मन्दिर आज पनि हजारौँ मानिसहरूको श्रद्धा, विश्वास र आकर्षकको केन्द्र बनेको छ। जय देउती बजे मन्दिर।